प्रधानमन्त्रीज्यू मेयर हुँदै गर्दाखेरि ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर प्रधानमन्त्रीज्यूले पनि त्यो इतिहास पढ्नुभएकै होला। आज किन र कसको स्वार्थमा हाम्रो स्वाभिमानमाथि उहाँ धावा बोल्दै हुनुहुन्छ? प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवा भन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने ती अमर शहीदहरूको आत्मसम्मान कति गिरेको होला। त्यसैले आज ती अमर शहीदहरू प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति, विभिन्न आन्दोलनका शहीदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेएनजी विद्रोहका शहीदहरूप्रति हामी सम्झन चाहन्छौँ। सम्मान प्रकट गर्दै हामी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका सदस्यहरू आज यस गरिमामय सदनमा 5 मिनट यहाँ उभिएर उहाँहरूको सम्झनामा मौन धारण गर्नेछौँ। म समय सुरु भन्दैछु।
माननीय सदस्य विश्वराज, माननीय सदस्यहरू, प्रतिपक्षी बेन्चतर्फका मान्य सदस्यहरूबाट हामी प्रतिनिधि सभाको एउटा सम्मानित सभा जुन सभामुखले चलाउने हामी सबैले नियमावलीमा स्पष्ट पारेका छौँ र प्रतिनिधि सभाको सभामुखले सभा चलाइरहेको बेला फरक विषयमा आफ्नो विषयवस्तु राख्ने गरी समय माग्नुभयो र समय सभामुखले दिइसके पछाडि हामी सबै सदस्यहरू आफ्नो ज्यान आहुति दिनुहुने तमाम शहीदहरूप्रति हामी सधैँ सम्मान गरिरहेका छौँ र गरि पनि रहनेछौँ। सँगसँगै त्यही शहीदहरू र ती शहीदहरूका परिवारले एउटा उच्च सभा, प्रतिनिधि सभाको परिकल्पना गरेर प्रतिनिधिहरूलाई निर्वाचित गराएर पठाएको यो सभा र यो सभामुखले सञ्चालन गर्दै गर्दा सभामुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ र आगामी दिनमा मान्य सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु। सभा जस्तै गरी सञ्चालन गर्नको लागि मान्य सदस्यहरूले सहयोग गर्नलाई म सदस्यहरूलाई ध्यानाकर्षण गराउँछु।